हेर्नु त कत्रो पहाड छ हेर्नु त पहाड छ यो उहाँको भन्दा ठुलो होइन के अरे मनोकामना भन्दा मनोकामना भन्दा त धेरै ठुलो हो यो यो त धेरै ठुलो हेर्नु त यो कत्रो डाँडामा बनाएको छ कसरी बना मान्छे चन्द्रगिरी कस्तरी डाँडामा बनाएको हेर्नु ए तल हेर्नु पछाडि तपाईँलाई डर लागेर तपाईँ फर्किनु भएको तपाईँ हो होइन यता देखिन्छ भनेर यता त त्यो डाँडा देख्छ उभिँदा पनि मिल्यो त्यो डाँडो देख्नलाई यता 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 घर हेर्नुलाई यता डाँडो ठ्याक्कै डाँडो आयो अझै कहाँ आउनु अझै माथि अझै डाँडो आएन अझै त्यो माथि पुग्नु जानुपर्छ हो म पुग्नुपर्छ वहाँ अगाडि सानो हेर्नु यत्रो त छ पुरै घरै घरको थुप्रो बनाएको डर लागेन नि तपाईँलाई डर लाग्यो भने रोकिदिन्छु है फेरि छैन डर लागेको रमाइलो लागेको डर लागेको छैन रमाइलो लागिरहेको डर लागेको छैन नि डर लागेको छैन रमाइलो चाहिँ लाग्यो रमाइलो चाहिँ ए मैले यसो सुरुमा एकचोटि कुवेत आउँदाखेरि कुवेत जाने भन्दा अगाडि म अनि कुवेत जाने भन्दा अगाडि यहाँ आएको थिएँ अनि त्यसपछि त्यतिखेर सोचेको थिएँ अब एकचोटि तपाईँहरूलाई ल्याउनु पर्छ भनेर तपाईँहरूको भाग्य अलिकति पहाड चढ्न पाउनु भएको छ अनि उ त्यहाँ हेर्नुलाई काठमाडौँ अझै दामी देख्यो ल काठमाडौँ अहिले त छोरो कस्तो ल हेर्नु काठमाडौँ कस्तो देखिरहेछ रमाइलो देखियो कस्तो लागिरहेको तपाईँलाई चढ्दाखेरि राम्रो लाग्छ रमाइलो रमाइलो लाग्यो कति टाढा छ केबल कारमा कति मिनट लाग्यो 5 मिनट 10 मिनट जति केबल कारमा लाग्यो उता हेर्नु मान्छेहरू त हाम्रो तिनीहरूमा त अरू बेलामा त भिड होला नि प्याक हुन्छ नि मान्छे भन्नाले एउटामा लगभग यहाँनिर 5 जना यहाँ 5 जना जति हाल्छ 4 जना 5 जना यो तार चाहिँ त घुमिरहेछ है तार घुमेको छैन हामीलाई पनि त्यस्तो लाग्यो तारमा चाहिँ बेरिङ हुन्छ आफै सर सरै जान्छ अनि त्यस्तो डाँडाको उहाँ घरमा मान्छेले किन सार्छन् त छोरा रासन पानी त्यहाँ बाटो त्यहाँ त अब घर होइन त्यहाँ यहाँनिर डाँडामाथि चाहिँ यो यिनीहरू यो घुम्नको लागि हामीलाई नै घुम्नको लागि बनाएको हो त्यहाँ होटलहरू रेस्टुरेन्टहरू खोलेको यिनीहरू केवल कार बनाउने मान्छेले नै यसैमा सामानहरू ओसारेर त्यहाँ खाने पिना होला ए होटलकै यो त्यहीँको लागि उकालो लाग्नुलाई अलि टाइम लाग्छ धेरै टाढा है धेरै त्यहाँ धेरै टाढा छ हामी कम टाढा आयौँ त धेरै टाढा आयौँ हेर्नु त यसमा चढेपछि पुरै जङ्गलै भाँडा छ त फोटो त खिच्नुपर्छ है छोटो भाउजूलाई नै पठाइदिनुपर्छ पत्रवालको हाइट चढेको रमाइलो लाग्यो बा रमाइलो लाग्छ मेरो त सातो गएको जस्तो भएको थियो भन्नाले अब यत्रो मलाई चाहिँ डर लाग्यो जस्तो भयो कि यसो हेर्दाखेरि त यत्रो नै हुन्छ कसरी बनाउँला मान्छेले बनाउँला भनेर हो त मैले भोलि फ्याक्ट्री भएर देखाउने भयो झन् कि अरे भोलि त पुगिँदैन पर्सि निको पर्सि फ्याक्ट्री भरि देखाइदिनु है चढेको यो भनेर यत्रो डाँडा काँडा भनेर चन्द्रगिरीको केबल कार भनेर देखाइदिनु फ्याक्ट्रीमा गएर तपाईँ आउँछ त ल कस्तो लाग्दैछ चन्द्रगिरी हिल्सलाई हेर्नु यहाँ उता घाम छ यहाँ हेर्नु चिसो सुरु भयो घाम हेर्नु त यहाँनिर चिसो सुरु भइसक्यो अब त मैले स्वेटर लाउनु पर्ने रहेछ छोरी कस्तो लागिरहेछ घुमाइ आज राम्रै लाग्छ राम्रो लाग्छ रमाइलो लाग्छ अस्ति त जाँदैन भन्नुभएको थियो त
रमाइलो भएछ रमाइलो त्यहाँ घाम छ यहाँ जाडो है छोरो अन्त त्यहीँ नै कस्तो घाम हामी छ। ल तपाईँले ज्याकेट ल्याउनु भएन ला स्वेटर बिर्स्यो बिर्सेँ मैले त यादै नगरेँ ल्याह उहाँ छ नि कोठामा उहाँ त होइन नि यहाँको लागि मैले यहाँको लागि ल्याउनु पर्ने त्यसो बिर्स्यो अब आज घाम लागेन तपाईँ यहाँ आउनै सक्नुहुन्थेन म स्वेटर लगाइहाल्थेँ कहाँ छु ल्याएको छ उहाँ कोठाभित्र कहाँ को उहाँ हामीले उहाँ राखेको ठाउँमा उहाँ लगाएर हुन्छ त यहाँनिर तपाईँ आउनु सक्नुहुन्छ त्यो तपाईँमा अनि लगाएर आउँथेँ मैले त कस्तो भन्नै बिर्सेँ घाम लागेर यादै भएन बुवाको ज्याकेट त याद भएन माथि गएर फोटो खिचौँ ल अहिले भिडियो बनाउनु जाउँ ल यी घाम फेरि आयो त अन्त घाम ठ्याक्कै छेकेको थियो यहाँनिर आइसक्यो यहाँ घाम आइसकेको छ फेरि घाम छ हो यही भनेको मैले झुन्डिनी भनेको चिपलाई कहाँ हिँड्नु भएको तपाईँहरू यतै बस्ने घर नजाने भन्छ नि त मम्मी त यतै बस्ने रे यतै बस्ने रे घर नजाने रे मम्मी मम्मी यतै बस्ने रे घर नजाने रे बुवाले खै मुन्टो मात्र हलाउँछ मम्मी यहीँ बस्ने रे घर नजाने रे भन्छ अरे ए को चिन्नु भएको छ यो मान्छे को राजा को राजा के भन्छ एउटा छुट्टै राज्य थियो होइन काठमाडौँ नुवाकोट सबै छ नि अब जस्तो सबै जिल्लाहरू छुट्टै छुट्टै देश त्यहाँ भित्रै लडाइँ हुन्थ्यो अब यहाँनिर कति 21वटा देश थियो यहाँभित्र अनि उसले सबै एक गराएर मिलाएर एक बनाएको कहाँ हुनु